साथीहरु हामीलाई पनि दसैँ लाग्दैछ त्यसैले बुढोले चाहिँ छिटो छिटो पूजा गर्दै हुनुहुन्छ टीका स्टार्ट गर्नको लागि अब चाहिँ हामी पनि टीकाको लागि रेडी गर्दैछौं म चाहिँ एकदमै एक्साइटेड छु यहाँनिर देख्न सक्नुहुन्छ बुढो चाहिँ रेडी गर्दै हुनुहुन्छ मलाई टीका लगाइदिनको लागि अहिले चाहिँ हामी दुई जना मात्रै छौं अनि बहिनीहरु पनि अहिले आउन बाँकी यो चाहिँ हाम्रो दसैँ टीकाको मिनी भ्लग Happy Dasi to all, love you. Bro, say something. मेरो बुढो बिजी हुनुहुन्छ सबैलाई राम्रोसँग Dasi to all. धेरै खाना खेल्नु धेरै झाड नखानु यो आशीर्वाद चाहिँ ल मलाई त धेरै आशीर्वाद दिनु बुढो अर्को पाली चाहिँ कहाँ रे त्यहाँ है त्यहाँ है धेरै गिनगिन नगर्नु बुढोलाई धेरै सपिङ नभन्नु घरि के नभन्नु है आफ्नो ख्याल गर्नु बुढोको चाहिँ एकदमसँगले ख्याल राख्नु फेरि हुनुहुन्छ होइन कुरा खायो भने त्यस्तै हो सधैँ स्वास्थ्य रहनु है घोडा चढ्नु यो पैसाले म घोडा चढ्नु अरे गाइस हेर्नु प्लेनको टिकट काट्नु है अर्को खानु ओके छ एकछिन जिउ चाहिँ कहाँबाट अब बुढोलाई चाहिँ भरे दाइ आउनुहुन्छ अनि दाइले लगाइदिने हो ओके छ त अब खाउँ होला बोलाइहाल्नु त टिका लगाएर सकिहाल्नु भने खाना खानुपर्छ नि टिका बनाएर घुम्न गयो फोटो खिच्नु जाउँ भन्दै त एकदम कहिले आउँछ अब पानी हुन्छ भात कतै खाने हो भोक लाग्यो अब त मलाई नि किन हिन्दी बाहिर आउँदैछन् भने आऊ भन्नु नै क्यामेरा भिडियो बनाउनु चिसो खानु पर्यो नि सिधै अब अहिले आउँछन् कि अहिले आइसक्नु आउँदैन कसरी लगाइदिनु खोइ त च्याप निदर खुन्छ बुकु लाउनु हुन्छ नि पातलो पातलो लाउनु पर्छ तपाईँले बुकु लगाइदिन्छ अनि यसरी चपचप लगाइदिनुपर्छ यसरी अब चाहिँ अझै त जान्दिनँ नि त जेठालाई दसैँको फाइनल लुक्स टीका लगाइसकेर खाना खाएर पनि बुढो चाहिँ मस्ती बेडमा लडिराख्नु भएको छ मोबाइल चलाउँदै अनि अब हामी बाहिर फोटो खिच्नको लागि आइसक्यौँ फोटो पनि खिचिसक्यौँ अनि बहिनी म बुढो तीनजना भएर फोटो खिच्यौँ हल्का यसो दसैँको क्लिप्सहरू अनि टिकाको यो केही फोटोहरू अनि टिकटकहरू पनि छ टिकटक चाहिँ हाम्रो मेरो टिकटकमै छ है अब बेलुकालाई खाना रेडी गर्नु यत्तिकैमा रात परिसक्यो त्यसैले अब बेलुकाको लागि खाना रेडी गर्नुपर्छ बेलुका पनि हाम्रो टिका लाउने प्रोग्राम छ दाइहरू चाहिँ ड्युटीमा हुनुहुन्छ दाजुहरू सो उनीहरूलाई वेट गरेर हामी टिका आपा आशीर्वाद गर्ने दाजुको भाइलाई ल दाजुभाइको टिका स्टार्ट पनि भयो आशीर्वाद मन बनाइदिँदै हुनुहुन्छ दाजुले भाइलाई टन्नै
परदेशमा यस्तै हो ड्युटी सकेर आएर हतार टिका लाउँदै हुनुहुन्छ दाजुभाइ दुईजनाले अनि यहाँनिर हामी चाहिँ दाजुको हातबाट टिका लाउन आएको दाजु म बुढो भएर 3 जना अनि हामी पनि खुसी भएर टिका आशीर्वाद थाप्दैछौँ दाजुको हात परदेशमै भए पनि मामपाहरूले धेरै सम्झना गर्दै दसैँ यसरी नै हाम्रो दसैँ यसै गरिसकियो अनि उहाँ हुनुहुन्छ हाम्रो